श्री पञ्चकन्या आधारभूत विद्यालयका सबै प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई म एआई ज्ञान गुरुको न्यानो नमस्कार। आज हामी तपाईहरूकै किताबको त्यही विज्ञान तथा प्रविधि किताबको एकाइ 2 सूचना तथा सञ्चार प्रविधिको बारेमा एउटा रमाइलो यात्रामा निस्कल्दैछौँ। मैले तपाईहरूको यो पाठ पुरै पढेको छु है, र विश्वास गर्नुहोस् यसका हरेक कुरालाई हामी एकदमै सरल र रमाइलो तरिकाले बुझ्नेछौँ। एउटा कुरा भनिहालौँ, म तपाईहरू जस्तै मान्छे चाहिँ होइन, म एउटा आर्टिफिसियल इन्टेलिजेन्स हुँ, अर्थात् एआई। मलाई तपाईहरूसम्म ल्याउनको लागि तपाईहरूकै प्रिय शिक्षक सबिन सर अनि सप्तरीको फत्तेपुरबाट रामचन्द्र थापा सरले ठूलो सहयोग गर्नुभएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। तपाईहरूसँग यसरी जोडिन पाउँदा मलाई साँच्चै नै निकै खुसी लागेको छ। ल अब एकछिन आँखा चिम्लेर कल्पना गर्नुहोस् त, एकातिर छ हाम्रो यो सुन्दर दिप्रुङ गाउँ अनि अर्कोतिर छ पुरै संसारको ज्ञान र जानकारी। के यी दुईलाई जोड्न सकिएला? हो, अवश्य सकिन्छ। अनि त्यो जोड्ने पुलको नाम के हो थाहा छ? हो, त्यही हो सूचना। आउनुहोस्, यो शक्ति आखिर के रहेछ र यसले हाम्रो जीवनमा के कस्ता चमत्कार गर्न सक्छ, मिलेर पत्ता लगाउँ। ल अब अलिक गहिराईमा जाउँ है त। सूचना तथा सञ्चार प्रविधि सुन्दाखेरि अलिक गह्रुङ्गो शब्द जस्तो लाग्न सक्छ, तर नआत्तिनुहोस्। हामी यी 3 शब्दको जादुलाई एक एक गरेर फुकाउनेछौँ अनि तपाईहरूलाई थाहा हुनेछ, अरे यो त हाम्रो हरेक दिनको कथा पो रहेछ। सबैभन्दा पहिलो शब्द सूचना। सूचना भनेको के हो त? यो भनेको कुनै पनि व्यवस्थित र अर्थपूर्ण जानकारी हो। जस्तै हाम्रो बारीमा मकै कहिले रोप्दा सबैभन्दा राम्रो फल्छ, वा आलु खन्ने सही समय कुन हो, यही ज्ञान नै त हो सूचना। यसले हामीलाई सही समयमा सही निर्णय लिन मद्दत गर्छ। अब दोस्रो शब्दमा जाउँ, सञ्चार। ल, तपाईलाई थाहा पाउनु भयो रे मकै रोप्ने सही समय। अब त्यो जानकारी अर्को गाउँको साथीलाई फोन गरेर वा म्यासेज पठाएर बताउनु भयो भने हो, त्यही हो सञ्चार। मतलब सूचनालाई एक ठाउँबाट अर्को ठाउँमा वा एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुर्याउने काम नै सञ्चार हो। कति सजिलो छ हैन त? र हाम्रो तेस्रो जादुई शब्द हो प्रविधि। खेत जोत्नलाई प्रयोग गर्ने हलोदेखि लिएर अहिले तपाईले यो सब हेरिरहनु भएको कम्प्युटर वा मोबाइलसम्म यी सबै प्रविधि हुन्। हाम्रो कामलाई सजिलो, छिटो र राम्रो बनाउने जुनसुकै औजार वा तरिका, त्यही हो प्रविधि। अब जब यी 3वटै कुरा सूचना, सञ्चार र प्रविधि एकै ठाउँमा मिल्छन्, तब बन्छ सूचना तथा सञ्चार प्रविधि, जसलाई हामी छोटकरीमा आईसीटी भन्छौँ। अनि यो आईसीटी कसरी चल्छ त? यो स्लाइडले एकदमै राम्रोसँग देखाएको छ। यसका 5वटा खम्बाहरू छन्। पहिलो हार्डवेयर, मतलब हामीले छुन सक्ने कम्प्युटरका सामानहरू। दोस्रो सफ्टवेयर, अर्थात् कम्प्युटरलाई के गर्ने भनेर निर्देशन दिने प्रोग्रामहरू। तेस्रो डाटा, भनेको त्यही सूचना। चौथो नेटवर्क, जसले कम्प्युटरहरूलाई एक आपसमा जोड्छ। र 5औं अनि सबैभन्दा महत्त्वपूर्ण मानिस हो, हामी आफै। किनभने हामी बिना यो प्रविधि त केवल धातु र तारको एउटा थुप्रो मात्रै हो नि। ल ठिक छ, आईसीटी के हो भनेर त बुझियो, तर यो जादु हाम्रो दिप्रुङको दैनिक जीवनमा चाहिँ कसरी प्रयोग भइरहेको छ त? आउनुहोस् आफ्नै वरिपरि हेरौँ न। हेर्नुहोस् त, शिक्षामा तपाईहरूले अहिले ठिक यही भिडियोबाट नयाँ कुरा सिकिरहनु भएको छ। कृषिमा मोबाइलबाटै मौसमको हालचाल थाहा पाएर खेतीपातीको योजना बनाउन सकिन्छ। स्वास्थ्यमा स्वास्थ्यकर्मीसँग फोनमै सल्लाह लिन वा टाढाको डाक्टरसँग कुरा गर्न सकिन्छ। अनि मनोरञ्जनको लागि गीत सुन्न, भिडियो हेर्न र टाढा भएका आफन्तहरूसँग कुराकानी गर्न त छँदैछ। अब एउटा एकदमै महत्त्वपूर्ण र हाम्रो लागि वास्तविक कुरा गरौँ है, त्यो हो इन्टरनेट। हामीलाई थाहा छ हाम्रो गाउँमा इन्टरनेट सधैँ एकनासले चल्दैन, कहिले आउँछ कहिले जान्छ। तर के यसले हाम्रो सिकाइलाई रोक्नुपर्छ त? बिल्कुलै पर्दैन। ल अब हेर्नुहोस् है, यो स्लाइडले हाम्रो शक्ति देखाउँछ। जब इन्टरनेट हुन्छ, हामी संसारसँग जोडिन सक्छौँ, भिडियो कल गर्न सक्छौँ, जे पनि खोज्न सक्छौँ। तर जब इन्टरनेट हुँदैन, तब पनि हामी कम्प्युटरमा डकुमेन्ट टाइप गर्न सक्छौँ, अफलाइन चल्ने एपहरू चलाउन सक्छौँ, अनि सरले पहिले नै डाउनलोड गरेर राखिदिनु भएका यस्तै शैक्षिक भिडियोहरू हेरेर आफ्नो ज्ञान बढाउन सक्छौँ। त्यसैले याद राख्नुहोस्, इन्टरनेट नहुनु भनेको प्रविधिको अन्त्य होइन, यो त प्रविधिलाई अझ चलाक भएर अझ रचनात्मक तरिकाले प्रयोग गर्ने एउटा सुनौलो अवसर हो। त्यसो भए यी सबै कुराको मतलब के हो त? सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तपाईहरूले आज सिकिरहनु भएका यी सिपहरूले
तपाईहरूको भविष्यको लागि एउटा नयाँ फराकिलो बाटो खोलिरहेको छ। यो यस्तो बाटो हो जसले तपाईहरूलाई संसारको जुनसुकै कुनामा रहेका मानिसहरूसँग काँधमा काँध मिलाएर उभिन सक्ने बनाउँछ। यो भनाइलाई आफ्नो मनमा राम्रोसँग राख्नुहोस्। प्रविधिको ज्ञानले देप्रोङमा बस्ने विद्यार्थी र काठमाडौँमा बस्ने विद्यार्थी बीचको खाडललाई पुर्दिन्छ। अवसर खोज्नको लागि तपाईँले गाउँ छाड्नै पर्छ भन्ने छैन, बरु अवसरहरूलाई आफ्नो गाउँसम्म तान्ने क्षमता तपाईँहरू आफैले विकास गर्न सक्नुहुन्छ। ल, यति धेरै कुरा त हामीले बुझ्यौँ। अब पालो तपाईँहरूको। यो जादुलाई आफै प्रयोग गरेर हेर्ने र केही नयाँ सृजना गर्ने। म तपाईँहरूलाई एउटा गृह कार्य दिन चाहन्छु, एउटा प्रश्न जसले तपाईँहरूको दिमागलाई सोच्न बाध्य बनाउनेछ। आफ्नो गाउँ, आफ्नो समुदायको कुनै एउटा सानो वा ठूलो समस्याको बारेमा सोच्नुहोस् त। त्यो कृषि, स्वास्थ्य, शिक्षा जे पनि हुन सक्छ। अनि सोच्नुहोस्, तपाईँले आज सिकेको आइसिटीको ज्ञान प्रयोग गरेर त्यो समस्यालाई समाधान गर्न कसरी मद्दत गर्न सकिन्छ। एउटा कुरा सधैँ याद राख्नुहोस्, म एआई ज्ञान गुरु तपाईँहरूको लागि एउटा औजार हुँ, तर असली शक्ति त तपाईँहरूको दिमागमा छ। सोच्ने, सृजना गर्ने र परिवर्तन ल्याउने शक्ति। एआईलाई आफ्नो सिकाइको सबैभन्दा मिल्ने साथी बनाउनुहोस्। तपाईँहरूले सोच्नुभएको समस्या र त्यसको समाधानको बारेमा आफ्नो शिक्षक सबिन सरसँग खुलेर छलफल गर्नुहोस्। उहाँले तपाईँहरूलाई अझै धेरै सहयोग गर्नुहुनेछ। फेरि अर्को पाठमा भेटौँला है त। धन्यवाद।